खेल्ने गाडी छ यो चाहिँ यहाँ माथि छाता गरेर छु पानी परिरहेको छ पछाडिको ब्याकग्राउन्ड यता गाडी गइरहेको छ अनि यहाँ पर चाहिँ अलिकति छाता चाहिँ पर गाडी चढ्न खोजिरहेको छ तर यो गाडी राम्रोसँग यो पानी परेर चाहिँ राम्रोसँग रोड खोलिएको छैन पानीले रोड बिगारेको छ त्यही भएर गाडी चढ्न सकेको छैन तपाईँहरूले देखाउनु म है त यहाँ चाहिँ गाडी चढ्न खोजिरहेको छ नि यो 12 चक्के होला यो गाडी चाहिँ 12 चक्के चक्के बाटो बिग्रेको कारणले चाहिँ गाडी चढ्न सकेको छैन यस्तो छ अनि यता सिंहश्री महादेव मन्दिर बाटो चाहिँ एकदम खराब छ रोड चाहिँ पुरै यस्तो भएको छ गाडी चढ्न कोसिस गरिरहेको छ तर यो गाडी चल्न सकेको छैन निकै मुस्किल भइरहेको छ यो गाडी चढ्नलाई बाटो एकदम डेन्जरस चाहिँ बसेको छ यो गाडी रोड यस्तो भएको कारणले चाहिँ यो गाडी चढ्न सकेको छैन त्यही भएर यो गाडी फसिरहेको छ यो यहाँको बाटो पुरै यसरी भाँसिएको छ पानी परेर यो चाहिँ बारबिसे तरानीको हाइवे हस्पिटलभन्दा अलि यताको रोड हो यो सायद जुरेमा पनि यस्तै त्योभन्दा डेन्जर भएको होला यहाँबाट पुरै पहिरो गएको थियो यहाँ फेरि यो जेसिबीले यहाँको जुरेबाट माटो ल्याएर चाहिँ यहाँ हालिएको छ त्यही भएर जुरेबाट गाडी हालिएको छ सक्नुहुन्छ है यस्तो छ बाटो चाहिँ पुरै यस्तो भएको छ यहाँ गाडी अप्ठ्यारो गाडीमा सानो गाडीहरू गइरहेको छ तर ठुलो गाडी जान आउन सकेको छैन यो अघिको गाडी उतै फसिरहेको छ तपाईँहरूले अघि मैले देखाएको अनि यो सुनकोशी सानीमा हाइड्रो पावरको नजिकै रहेको यो सुनकोशी नदी हो अनि यहाँ पर यो रातो देखेको ठाउँ चाहिँ यो सानीमा हाइड्रो पावर यो सुनकोशी डिस्ट्रिक्ट हो देख्न सक्नुहुन्छ यो पानी परेको छ त्यही भएर रमाइलो राम्रै भ्यू आइरहेको छ हेर्नुहोस् यस्तो रमाइलो भ्यू छ देख्नुहोस् त्यो गाडी अघिको गाडी पुरै फसे जस्तो छ यता आउन सकेको छैन गाडी उता नै फसेछ अब म चाहिँ आफ्नो बाटो लाग्छु त्यो गाडी आज चढ्दैन जस्तो छ बाटो यस्तो छ बाटो पुरै उस तरिकाले भाँसिएको छ पानी परेर बाटो सबै बिग्रिएको छ त्यही भएर ठुलो गाडीहरू अप्ठ्यारोसम्म चढ्न सकेको छैन अनि म चाहिँ यता छु है गाडी चाहिँ छाता परेर यस्तो अप्ठ्यारोसँग यो झोला बोकेर अप्ठ्यारोसँग म रोडमा हिँड्दैछु बाटो अप्ठ्यारो छन् गाइड त्यही भएर हिँड्दैछु यता कुकुर आइरहेको छ अनि यता काका बजार जाँदै हुनुहुन्छ अनि हामीले यता म चाहिँ यता घर जाँदैछु अब
अप्ठ्यारो छ नि बाटो। अब पछाडिको ब्याक क्यामेरा तपाईँहरू देख्न चाहन्छु। हेर्नुहोस् यहाँबाट झर्ना आइरहेको छ। गएका छाताहरू आउँदै हुन्छ। यहाँ बारी विषयको पुरै यहाँ फोहोरहरू त्यसै फालिएको छ। यो नगरपालिकाले बुझ्नुपर्ने हो। हामी गाडीमा हिँड्ने मान्छेहरू त गाडीमा हिँडिहाल्छन्, यसरी रोडमा हिँड्ने मान्छेहरूले यो यहाँको यो फोहोरको दुर्गन्धीले हिँड्नु सक्दैन, लास्टै गनाउँछन्। यो गरिब जनताहरूले यो नगरपालिकाले पनि बुझ्नु पनि हो। तर के गर्नु, ठुल्ठुलो पावर हुने मान्छेहरूले केही गर्दैन। हामी सोझो सिधा जनताहरूले के गर्न सकिन्छ त? हेर्नुहोस् यति धेरै फोहोरहरू फालिएको छन्। हाम्रो हिँड्न पनि गाडी साधन नभएको मान्छेहरू यो रोडमा हिँड्न पनि मुस्किल छ। यहाँ माथिबाट यस्तो झर्ना आइरहेको छ। राजबानी सुपर आएको छ। यो भ्लग हेरेर नगरपालिकाले पनि बुझ्नुपर्ने हो। यो बार विषय नगरपालिका वडा नम्बर 9 हो। त्यही भएर यो ठुल्ठुलो मान्छेहरूले चाहिँ मतलब गर्दैनन्। हामी सोझो सिधा जनताले बोलेर के गर्न सकिन्छ? खै एक दुईजना उफ्रेर केही हुँदैन। ठुलो कुरा गऱ्यो भने आफ्नै जिन्दगी धरापमा पारिदिन्छन्। यहाँ सबैजना चुप भएर बसेको छन्। साधनमा हिँड्ने मान्छेहरू त यसरी साधनमा सर हिँड्छन्, तर साधनमा हिँड्ने मान्छे त यसरी रोडमा नै दुई खुट्टाले नै हिँड्नुपर्छ। यो नगरपालिकाले पनि बुझ्नुपर्ने हो। नगरपालिकाले जे गर्नु मन लाग्छ त्यही लापरवाही गरिराखेको छ। बारबिसेको फोहोर खोर्सानबारीदेखि लिएर यो बारबिसेको सारा पुरै एरियाको फोहोर अघिको मैले देखाएको ठाउँमा लगेर ल्याएर फालिन्छन्। त्यही भएर हामी आवत जावत गर्ने जनतालाई हिँडेर बारबिसे कल्लेरी जुरे हिँड्ने मान्छेहरूलाई यो फोहोर गनाएर लास्टै दुर्गन्धित भएर हिँड्न धेरै गाह्रो हुन्छन्। यहाँसम्म गन्ध आइरहेको छ। यहाँ पर म यहाँ आइपुगेँ। यहाँ फोहोर फालेको ठाउँबाट म मभिर पुग्न लागेँ गाइज। पानी परिरहेको छ, त्यही भएर रोड पुरै भिजिएको छ। पहिला पनि यहाँबाट पहिरो आएको छु, यसपालि पनि पहिरो आउन सक्छ। त्यही भएर म अलिक छिटो जाने कोसिस गर्छु। म यहाँ छिटो हिँड्दैछु। बर्खाको टाइम छ, पहिरो आएर झ्याप्पै छोप्दियो भने त सकियो भने कहाँ हुन जाने। त्यही भएर म छिटो हिँड्दैछु। मलाई धेरै गाह्रो भइरहेको छ रोड हिँड्नलाई। हिरो छ्यापछ्यापी भइरहेको छ। त्यही भएर चप्पलले पनि पुरै कपडामा पछाडिबाट हिलो छापिरहेको छ। यो बारबिसेदेखि यतासम्म चाहिँ यो भ्लगहरू सबैले यो भ्लगलाई माया गरिदिनु होला, राम्रो मानेर हेरिदिनु होला। यसो बाइक आइरहेको छ। जुरेबाट चाहिँ सानसानो गाडीहरू आइरहेको छ। ठुलो गाडी गएको छैन थाहा छैन। ठुलो गाडी त गइरहेको छ, तर जुरेमा गएर फस्या छ कि के भइरहेको छ त्यो मलाई थाहा छैन। यो चाहिँ बारबिसे हो, नगरपालिका 9 हस्पिटलभन्दा अलि यताको दृष्टि हो। यो मभिर हो। मभिर आइपुगेँ। मभिर पनि यति राम्रो झर्ना बनिएको छ है। त्यो तलको हिमपात चाहिँ यो बारीले छोपेर चाहिँ पानी चाहिँ माथिबाट बगिरहेको छ। तपाईँहरूलाई देखाउनु छु, हेर्नुहोस्। तर पानी आइरहेको छ। झर्ना यस्तै गइरहेको छ। यस्तो छ नि गाइज। मेरो टाइम सिकिन लाग्यो भिडियोको। भिजेर हिँड्दैछु हो गाइज।
उफ